हेलो एन्ड नमस्ते सबैजनालाई अनि वेलकम छ मेरो अनदर भिडियोमा। अनि आज चाहिँ मेरो बिदाको दिन, आज मेरो काम बिदा रहेको छ। अनि म चाहिँ त्यही बिहान बेलासम्म सुतेँ अनि उठेर नुहाइधुवाइ गरेँ। अनि म चाहिँ आज बिदा भएकोले घरमा अनि घरमै अनि छतमा आइरहेको छु। तपाईँहरूले चाहिँ मेरो आजको यो भिडियोमा चाहिँ मेरो छतको टुर गराउन गइरहेकी छु, हेर्नु होला है त। अनि मेरो छतमा चाहिँ के छ भनेर हेर्नु होला, सबैजनाले इन्जोय गर्नुहोला। अनि ओकिनावामा चाहिँ आज बल्ल मौसम अलिक खुलेको छ, यतिको भएछ किनकि हिजोसम्म पानी आउने अनि त्यस्तो हावाहुरी चल्ने गरेर जाडो अनि त्यस्तो भयो थियो कि। अनि मौसम खुल्या थिएन अनि मेरो फेरि हिजोसम्म पनि काम थियो अनि आज बल्ल बिदा। अनि कति लगत्तै पानीले आज बल्ल म छतमा आएको मेरो खुर्सानी हेर्न। अनि पानीले त हेर्नु न, यहाँ मेरो खुर्सानीको पात त सबै झारेछ क्या। अझै पानी आउने हो भने त मेरो खुर्सानीलाई बर्बाद हुने रहेछ भाइ। यहाँ भन्दा बढी पानी नआऊ भगवान् भन्न चाहन्छु। अनि मेरो खुर्सानी पनि झारेछ फेरि, यहाँ एउटा झारेछ अनि उता पनि सानो चिचला पनि झारे रहेछ। अनि पात झारेर यस्तो बनाइरहेछ कि, यता पनि झारे रहेछ खुर्सानी, त त्यो पर पनि झारे रहेछ कि। यति धेरै खुर्सानी झार्दे रहेछ। अनि बिचरा यो त झन् यत्रो सानोमा झार्दैछ। अनि अरू सानो सानो भर्खर भर्खर चिचला पनि झारेछ। यो चाहिँ के हो फेरि, काँक्रो हो यो जस्तो छ तर कोइरालो हुनसक्छ। अनि पिँडालु चाहिँ यस्तो भयो छ। पिँडालु चाहिँ माटो मुनिबाट लगाउला भन्दा माटो माथिबाट लगाएको छ। माटो मुनि लगाऊ कि नलगाऊ तिमी। अनि यहाँ फेरि त्यस्तो साइडबाट गएर यसरी पलाइरहेछ। अनि यत्तिकै पानी आइराख्यो भन्दा मेरो खुर्सानी त बर्बाद हुने रहेछ त भाइ। अब यहाँ भन्दा बढी पानी नआउला भन्ने त्यही हो। अब किन अब त झन् वर्षायाम सुरु हुँदैछ। अब सबै पाकेपछि टिपौँला भनेर टिपेको पनि छैन। अब के गर्नु त, टिप्नलाई यस्तो छ कि फेरि खुर्सानी पिरो फेरि यत्तिको पिरो छ कि अब टिप्नु पर्ला जस्तो छ नि। त्यही हो गाइस, खुर्सानी टिपी यस्तै छ। जापान ओकिनावा पानीले खत्तम। यस्तो भयो खुर्सानीको बोट। अनि अरू के छ हाम्रो छतमा भनेर म देखाउन गइरहेकी छु। अनि यहाँ रहेको छ पुदिना। पुदिना अनि हुडमा चाहिँ यस्तो सबै हराउँछ कि। अनि अब त बर्खा लाग्दैछ नि त, पानी आउँदैछ सिजनहरू। अनि कलिलो भएर फेरि निक्लिरहेछ, सब पलाइरहेछ। यहाँ पाती तितेपाती पनि छन्। हाम्रो तितेपाती नेपालमा यतिकै हुन्छ, तर यिनीहरूले चाहिँ यसको चाहिँ रस बनाउँदो रहेछ। यसलाई एकदमै मिक्सर गरेर कि रस निकाल्दो रहेछ। अनि त्यो रस चाहिँ यसमा चाहिँ तरकारी उसमा भातमा हाल्ने बेला पकाएर त्यसरी खाँदो रहेछ कि। के उनीहरूको उस हुँदो रहेछ, त्यही त हो। अनि यहाँ चाहिँ सुतुनीको बोट रहेको, चिप्ले सुतुनीको बोट रहेको छ। सुतुनी सखरखण्ड। अनि यसको चाहिँ हाम्रो नेपालमा चाहिँ सखरखण्ड कति धेरै हुन्छ। अनि हाम्रो नेपालमा त सखरखण्डको तलको मात्रै खान्छ। अनि यहाँ यिनीहरूले चाहिँ यसरी लगाएर तलको चाहिँ हो छैन। अनि मुन्ता टिपेर चाहिँ साग बनाएर खाँदो रहेछ कि। अनि हामीले पनि धेरै खाइरहेको, एकदमै खायौँ। अनि अर्को छ यहाँ चाहिँ के हो यो, यसको नाम चाहिँ थाहा भएन, तर यो के गर्छन् त्यतिकै सजाउनलाई मात्र यतिकै उमारेको मात्रै, के हो पनि थाहा छैन। यस्तो छ, घाँस पलाइ जस्तो गरी पलाइरहेछ। यो चाहिँ के गर्छन् थाहा पनि छैन। तर यस्तो त्यो हाम्रो गाउँघरमा चाहिँ त्यो के घाँस भन्छ अरे, एकदमै उस हुन्छ नि, यस्तो गजिल्ना घाँस जस्तो छ कि। अनि यहाँ चाहिँ यो फेरि फुल त हो, तर के फुल हो यसको पनि नाम थाहा छैन। यसरी यस्तो लगाइरहेछ अनि यहाँ फुलिरहेछ सेतो। पात हेर्ने बेला चाहिँ बनबनेको पात जस्तो छ। यो दाख्लो पनि त्यस्तै छ। बनबने भन्यो भने फापरको जस्तै देखिँदो रहेछ। अझ कस्तो अलि दरो रहेछ पातहरू पनि। अनि यहाँ पनि रहेको छ, यसो हेर्ने बेला यो चाहिँ बदामको बोट जस्तो छ, तर बदाम त होइन होला। उकाएर हेरिदिउँ क्या हो।
पात चाहिँ अलिकति तर बरामको चाहिँ कलिलो हुन्छ र अलिक पातलो हुन्छ। यसको चाहिँ बाक्लो छ पात, बाक्लो छ, त्यस्तो छैन। यहाँ के फलिरहेको रहेछ, बमरा बमरा होइन झिङ्गा आएछ। झिङ्गाले के खाँदैछ उज्जा। यहाँ पनि छ फेरि अर्को ढाडे, कता गयो ओइ ढाडे उता जा। तिमीले यहाँ राम्रो फुलिरहेकोलाई चुटिदिन्छ। अनि यहाँ कति राम्रो पिङ्की फुलिरहेछ, पिङ्की फुल्नु भएछ। अनि फुल यहाँ पनि छ पिङ्की फुल फुल्नु भएछ। अनि फुल देखेर उता के भनौँ क्या हो फुल के भन्छ, फुलबाट चाहिँ केही उसहरू। अनि फेरि के हो यस्तो, कति दह्रो बाक्लो रहेछ यो पनि। अनि त्यही हो, यो पनि छ। यो त उ जस्तै पात हेर्दा त अनि टुलिप जस्तै छ, तर टुलिप होइन, फुले छैन, काटेको रहेछ क्या, काटेको के गरेको यो। ल यता साइड चाहिँ यस्तै छ। यो चाहिँ एक साइड भयो, बाँकी अरू साइड चाहिँ त्यो यस्तो पनि छ। यहाँ पनि फेरि अघि भएको जस्तै। अनि हावाले कति राम्रो फुइ पारिरहेछ, हावा चलिरहेछ। आज पनि पानी आउँछ कि के गर्छ थाहा भएन। अनि यो चाहिँ कस्तो सेतो र हरियो मिक्स के, त्यो राम्रो छ है, राम्रो छ नि। अनि यस्तो रुखै बनिरहेछ त यहाँ त। अन्त यो साइड पनि त्यही नै छ, के भने नि। अनि यो चाहिँ हाम्रो यहाँ जरा त नि प्याजको जस्तो पो छ त। यो त हाम्रो नेपालको त्यसमा कानकोतरे भन्छ नि, हो त्यस्तै पो छ त है। कतिले लाग्छ त्यस्तै, कानकोतरे भन्छ, कानकोतरे नै भन्छ, कानकोतरे भन्छ। अनि हाम्रो चाहिँ अब बजारतिर त पाइँदैन, थाहा छैन होला। हाम्रो गाउँतिर चाहिँ त्यो साउने सङ्क्रान्ति, साउनको गतेमा चाहिँ रागो फाल्ने हुन्छ नि त, आगो फाल्ने चलन। त्यसमा चाहिँ घरको चार कोनमा यस्तै खालको गाड्नु पर्छ कि, युज हुन्छ। त्यस्तै जस्तै छ यो चाहिँ, हो कि होइन थाहा भएन। जापानको चाहिँ होला, केही अर्थ हुन्छ होला यसको पनि, त्यही भएर लगाइरहेको होला। अनि यहाँ पनि यो पनि त्यस्तो, यो पनि काम यस्तो छ त। अनि यस्तै हुन्छ भाइ। अनि यो चाहिँ के को बोट हो, यो यस्तो मसिनो पात के। अनि यहाँ चाहिँ सूर्य अमिलो जस्तो छ त। अनि यहाँ चाहिँ पहिलो यस्तरी झाङ्सेरै भए अनि ठुलो रुखमा त्यसको दाउरा काट्नु कस्तो मजा हुन्थ्यो होला। सिल्को रहेछ। यस्तै रुख चाहिँ ठुलो हुने रे, अनि दाउरा काट्न गएको बेला कि ठुलो हुने रे। अनि यो चाहिँ एकदमै सब सुकेको हुने रे। अनि यसको दाउरा काट्न कति मजा आउँथ्यो होला बा रमाइ काट्थे। यो पनि त्यस्तै यस्तो रुख बनाएको छन् हाम्रा घरबेटीले। अनि अर्को यो फुल पनि छ, मुरासाकी पर्पल कलरको। वा यहाँ पछि त प्योर पर्पल त झन्। ए अघि त्यहाँ भएको यो यस्तो फुल्दो रहेछ नि, त्यहाँ पर भएको नि फुल फुलिरहेछन् कतै बिचरा, कति राम्रो फुल हो कि। अनि मैले अघि टिपेको खुर्सानी चाहिँ यहाँ राखेछु। अनि यहाँ चाहिँ अर्को घिउकुमारी रहेको छ, कति ठुलो छ, टिपौँ क्या हो यो त। यो दाँत टिप्न मन लाग्यो मलाई। अनि यता चाहिँ यो चाहिँ के हो, सर्प जस्तो छ त। यो चाहिँ के हो थाहा छैन गाइस, कसैलाई थाहा छ भने भन्नु होला है त। कसैलाई थाहा छ भने ओ माई गॉड व्हाट इज दिस सूर्य अमिलो होइन। ऊ पत्क्यो हो अबि तर्स्यो है यो पत्किन्छ भन्ने थाहा थिएन, छुयो भने पत्किँदो रहेछ कि। पत्केर यहाँबाट निक्लिरहेछ, फुट्दो रहेछ पत्केर भाइ। अलि देखेन होला म यसले छुयो भने पत्केर हातमा यो त्यस्तो फुटिरहेछ पत्केर।
त जसँग बनायो नि भाइ पकिरहेछ अझ समातेर। अनि यो कतिले खानुभएको छ कि भएको छैन? खानालाई चाहिँ अमिलो अमिलो हुन्छ। म खान्छु ल। म त मर्दैन नि। मैले त नेपालमा हामीले त खान्थ्यौँ के अरे। अब यसलाई म खान्छु ल। पर्दैन। रातभरि दिनभरि पानी परेर धोइरहेछ। आकाशको पानीले धोइरहेछ। अमिलो हुन्छ। अमिलो 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 हुन्छ, मिठो हुन्छ क्या। अमिलो मन पर्नेलाई झन्। मैले यो यहाँ छ भने थाहा पाएकै थिएन। हेर्दै आउने बेला देखेँ अनि छुँदा बित्तिकै पत्क्यो अनि तर्सिएँ। अनि यो चाहिँ के हो यस्तो? अनि यहाँ पनि रुखै बनिरहेछ पुरा। के को भयो त यो चाहिँ थाहा भएन, तर रुख बनिरहेछ। यो गाई चाहिँ हाम्रो छत चाहिँ यस्तो रहेको छ। अनि अब यो बर्खा अनि गर्मीको बेला त गर्मी हुन्छ अलरेडी, खासै घाम तापिँदैन। जाडोको बेला चाहिँ मजाले घाम ताप्न मजा आउँछ। यहाँ के दसना होस् के ल्याउने, ओछ्याउने, सुत्ने। अनि त्यहाँ त निलो फुल फुलिरहेछ त भाइ। मैले देखाएको थिएन। निलो फुलिरहेछ। यस्तो डार्क ब्लू छ है। वाउ, डार्क फुलिरहेछ त डार्क। यो गाई चाहिँ मेरो छत चाहिँ यस्तो रहेको छ। मेरो घर त होइन, अर्कैको घर हो त। म बस्ने घरको छत चाहिँ यस्तो रहेको छ। अनि तपाईँहरूको के कस्तो छ भन्नुहोला यदि मेरो भिडियो हेर्नुभयो भने। अनि ओकिनावाको मेरो घरबाट देखिने भ्यूहरू चाहिँ देखाउँछु ल। अब वरिपरि कस्तो देख्छ भनेर चाहिँ यो कपडाहरू सुकाउनलाई डोरी पनि तङ्गाएको छ कि। किन कति 4वटा डोरी तङ्गाएको छ। तर खासै सुकाउँदिन हामी त, घरभित्र सुकाउँछन् होला बेला बेलामा। अनि यही हो, वरिपरि चौतिरै देख्छ। फेरि यताको बाटो यो बाटो भयो। अनि यहाँबाट गएर यता बाटो भयो। अनि यहाँबाट फेरि अर्को यस्तो छ। गाडीहरू हिँडिरहेछ। म चाहिँ भिडियो बनाइरहेको छु। अगाडिको बिल्डिङ चाहिँ कति ठुलो छ। अनि सुन्नमा आएको के ओकिनावामा चाहिँ ठुलो ठुलो बिल्डिङ छैन अरे, सानो सानो छ अरे। अनि पुरै गाउँ अरे भन्छ नि। कहाँ छ यो गाउँ? गाउँ होइन नि त यो। अनि कसले भन्छ ओकिनावा सानो घर छ, ठुलो घर छैन भनेर? अनि यो ठुलो घर नभएर के हो त? कति ठुलो छ। तर यत्रो ठुला घरहरू छन्, बिल्डिङहरू छन्। अनि त्यहाँ आउने पनि सबै नेपालीहरू। अनि त्यहाँ कलेज जाने होला सायद बिचारे भाइ बहिनीहरू। अनि यो उस हो नि त, यो चाहिँ निहोन्गो गएको कलेज हो क्या। यो कलेज हो। अनि यहीँ पढ्ने भाइ बहिनीहरू हुन् यिनीहरू। अनि फेरि पुरा गफ गरिरहेछ। सायद यहीँ जाने होला जस्तो लाग्छ। कता जाँदो रहेछ नि हेरौँ है। अर्को ठाउँ जाँदो रहेछ होइन सायद। सिङ्गो यता वाताहरू हुन क्रस गरे। कतै गएर आएको हो कि घुम्न जाने हुन् कि? साइड यहाँ हो कि त्यहाँ पर? फेरि त्यहाँ पर पनि अर्को सेनमन गएको त्यहाँ छ। अनि त्योभन्दा पर अझै निहोन्गो गएको छ। सायद कुन चाहिँ कलेजमा जाने होला। सायद सेनमन गएको हो कि? सेनमन गएको पढ्न जाने होला नि सायद। अनि ओकिनावामा जेसिएस कलेज कहाँ छ भनेर सोध्नुहुन्छ भने जेसिएस चाहिँ यहाँ छ है। यही हो जेसिएस, ओकिनावाको जेसिएस कलेज। अनि यहाँ चाहिँ कसैको ओकिनावामा एनिमल भन्नाले डग पेटहरू छ भने, यहाँ बिरामी भयो भने अथवा केही गर्नु पर्यो भने यहाँ लिएर आउन सक्नुहुन्छ। यहाँ चाहिँ सेबु रहेको छ। कपाल पनि सुकाइदेला भनेर पनि आएको छतमा।
अनि ठ्याक्कै भिडियो पनि लिएँ तपाईँहरूलाई चाहिँ आजको मेरो यति भएको पनि भिडियोमा कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। युट्युबहरू हेर्ने टिकटक हेर्ने त्यही हुनेछ मेरो काम। तपाईँहरूको चाहिँ कसरी बित्छ बिदाको दिन? अब हुन त सबैको आफ्नो आफ्नो तरिकाले बित्छ होला, मेरो चाहिँ यस्तै हो। बिदाको दिन चाहिँ म छतमा चाहिँ अनिवार्य आउँछु। एकचोटि चाहिँ अनिवार्य भएन, 2-3 चोटि पनि आउँछु म, किनकि रुममा बसिराखेर उस हुन्छ नि, सुत्छु अनि उठ्छु फेरि आउँछु कि किन सुतेर त्यो कस्तो उस हुन्छ। अनि फेरि आउँछु, छतमा आए पनि हावा चलिरहेको हुन्छ अनि फ्रेस हुन्छ, फेरि जान्छु। अनि त्यही हो, अब फेरि जान्छु आएछ भने। त्यही हो, अब तपाईँहरूले चाहिँ कस्तो लाग्यो प्रतिक्रिया दिनु होला मेरो छत अनि मेरो भिडियो। अब मेरो कपाल चाहिँ फुइ पारिरहेछ हावाले। ओके, अब यति भन्दै मेरो भिडियो चाहिँ यही अन्त्य गर्न चाहन्छु आजको भिडियोमा, मेरो छत टुरको भिडियोमा। अनि कस्तो लाग्यो तपाईँहरूले झर्को नमानिकन कमेन्ट गर्नुहोला भन्न चाहन्छु। अनि सब्सक्राइब गर्न नभुल्नुहोला अनि आफ्नो साथीसङ्गीहरूलाई सेयर गर्न पनि नभुल्नुहोला भन्दै बिदा हुन्छु। बाई बाई।